विगत 10 वर्षदेखि हामी एकीकृत जनक्रान्तिमा छौँ ताकि हामी समाजवादी व्यवस्थामा हामी जानुपर्छ नेपाली सीमित भयो तपाईको होइन हामी भाषामा मात्रै हामी सङ्घर्षमै छौँ खाली कार्यक्रम मात्रै भयो तपाईँको हैन अलिकति मेहनत गरेर अलिक पसिना बगाएर हैन जनताको अगाडि तपाईँले काम गर्नु भएन होइन त्यो चाहिँ तपाईँको गलत हो हामीले भन्यौँ अघि नै अहिले पनि हामी खेतबारीमै छौँ अहिले पनि हाम्रो उत्पादन हुन्छ हाम्रो चाहिँ देशको धेरै ठाउँमा उत्पादन चाहिँ कम्युनिटीहरू सञ्चालन भइरहेको छ पछिल्लो समय तपाईँको पार्टी फुटेको छ नि त टुक्रा टुक्रा भएको छ यस्तै कारण होइन तपाईँको यदि शक्ति छ भने त एउटै एकीकरण भएर जानु पर्थ्यो जनताको अगाडि जनतालाई विश्वास दिलाउन सक्नु पर्थ्यो ठिक छ हाम्रो कम्युनिस्टहरूमा तपाईँको चाहिँ टुटफुट चाहिँ भइरहेको छ होइन त्यसमा रोक्न सकिरहेको स्थिति चाहिँ छैन तर के कुरा हो भने यो देशको विषयमा समाजको विषयमा ठुल्ठुलो बहसबाट नै तपाईँको निकासतिर जाने भएको हुनाले यो प्रक्रिया चलिरहन्छ र जबसम्म चाहिँ हामीले सोचेको जस्तो राज्य संयन्त्र हुँदैन हामीले सोचेको जस्तो व्यवस्था नआउँदासम्म साम्राज्यवादीहरूले अथवा कम्युनिस्ट विरोधीहरूले यो षड्यन्त्र गरिरहन्छ र षड्यन्त्रमा चाहिँ बिक्ने अथवा चाहिँ तपाईँको चाहिँ तुच्छ भनौँ न बिचमा यात्राबाट भाग्नेहरूको चाहिँ विषयमा हामीले भन्नु केही छैन तपाईँको अध्यक्षको नेतृत्व र महासचिवको नेतृत्व अब नेतृत्व गर्न नसकेको भन्न मिल्छ नि त होइन त्यो होइन त्यो होइन किन नेतृत्व गर्न नसके त अहिले किन निर्विकल्प हुन्छ किन विप्लवको चाहिँ निर्विकल्प नेपाल कम्युनिस्ट पार्टी माओवादी हुन्छ त त्यो त रङ हो नि स्थिरता भएन के तपाईँको स्थिरता होइन हामी गतिशील नै छौँ होइन गतिशील भएको कारणले अहिले हाम्रो ग्राभिटी बढिरहेको छ नि होइन हाम्रो ग्राभिटी के कारणले बढ्यो भने चाहिँ अहिले हाम्रो पार्टी विज्ञान सम्मत छ नि होइन विज्ञान सम्मत भएको कारणले अहिले नेपाल कम्युनिस्ट पार्टी माओवादी बढ्या हो होइन तपाईँले भन्नुभयो नि यो अहिले जति पनि मत छ नि त्यो नेपाल कम्युनिस्ट पार्टी माओवादीको त्यो हक हाम्रो छ सिन्धुपाल्चोकको हकमा भन्दा पनि त्यहाँ चाहिँ तपाईँको माओवादी भएर माओवादीको मत हो नि त्यो अब ठ्याक्कै भन्नुहोस् न फागुन 21 का चुनाव हुन्छ तपाईँको कति सिट ल्याउन सक्नुहुन्छ तपाईँको हामी देशैभरि हाम्रो 128 ठाउँमा हाम्रो चाहिँ उम्मेदवारहरू खडा छ हाम्रो बहुमत ल्याउँछ त्यसमा बहुसङ्ख्यक कमरेडहरूले हाम्रो जित्नुहुन्छ जिताउनु हुनेछ त्यसमा 60% ओभर 60% ओभर के भन्नुहुन्छ के ग्यारेन्टी छ र त्यस्तो होइन हामी जनताको पक्षमा लडेको छौँ नि यस्तो छ जनताको पक्षमा हामी लडेको छौँ नि एक दोस्रो अहिलेसम्म जति पनि मत छ त्यो नेपाल कम्युनिस्ट पार्टी माओवादीको मत हो तेस्रो अहिले पनि हामी सङ्घर्षमै छौँ